अहिले म आफ्नै मिडियाको पृष्ठभूमिबाट आएको भएर तुलनात्मक रूपले मलाई नेपालको मिडियाको अहिलेको अवस्था, सञ्चारकर्मीहरूको अवस्था, जे जसरी हामी सङ्घर्षपूर्ण अवस्थाबाट अहिले अगाडि बढिरहेका छौँ र एउटा मिडियाको यस्तो मोडमा हामी छौँ कि टेक्नोलोजीको हिसाबले, उपकरणको हिसाबले, समयको हिसाबले मिडियाको प्याराडाइम शिफ्ट हुँदैछ। यो अवस्थामा करिब करिब हामी कहाँ पत्रकार महासङ्घमा आबद्ध 9-10 हजार पत्रकार होलान्। अब आबद्ध नभएका अरू 2-3 हजार पत्रकार जोड्ने भने 13 हजार जति पत्रकार होलान् भनेर एउटा अनुमान गरौँ। 13 हजार पत्रकारको 13 हजारवटा नै सञ्चार माध्यम छ भनेको सञ्चार माध्यमको संख्या पनि तपाईले रेडियो, टेलिभिजन, अनलाइन न्युज पोर्टल, पत्रिका यी सबै जोड्नु भएर भनेदेखि 13 हजार भन्दा बढी छ। कसरी धान्ने हो? अब कसलाई पत्याउने हो? कसलाई मान्ने हो? त्यसैले हाम्रो देशमा 13 हजार सञ्चार माध्यम जरुरी हो कि होइन? आवश्यक छ कि छैन? हामी बन्द गर्न त सक्दैनौँ, बन्द गर्न त मिल्दैन। तर प्रश्न के आउँछ भनेदेखि 13 हजार सञ्चार माध्यम कसरी सर्भाइभ गर्ने? बडो जोखिमपूर्ण अवस्था छ। बडो जोखिमपूर्ण अवस्था छ। विज्ञापनकै आधारमा, लेखेकै आधारमा त्यो पत्रकार कसरी सर्भाइभ गर्ने, सस्टेन गर्ने भन्ने ठुलो प्रश्न भइरहेको छ। त्यसैले यसलाई हामीले सम्बद्ध निकायले गहन तवरले बुझ्नुपर्छ। म यसमा आज यहाँहरूलाई के भन्न चाहन्छु भने जति पनि पत्रकारका, सञ्चारकर्मीका, सञ्चार माध्यमका, मिडिया हाउसहरूका प्रब्लम छन्, जेन्युन प्रब्लमहरू। यद्यपि मेरो समय कम छ। यो मन्त्रीको रूपमा हामीले चुनाव गराउनु पर्नेछ। 6 महिनाको अन्तरिम सरकार हो। यही बेलामा चमत्कारिक ढङ्गले सबै काम गर्न सकिन्छ, सम्भव छ भन्ने त तपाईहरूलाई पनि लाग्दैन। तर जति सम्भव छ ती कामहरू, यहाँहरूका समस्याहरू समाधान गर्ने कुरामा सरकार प्रतिबद्ध छ। यो प्रतिबद्धता म जाहेर गर्छु। यहाँहरू मन्त्रालय आउनुहोला, पत्रकार महासङ्घ शाखाको तर्फबाट, महासङ्घको तर्फबाट यसलाई सँगै मिलेर समाधान गरौँला। तर एउटा सबैभन्दा ठुलो प्रश्न र हामीले संवेदनशील हुनुपर्ने विषय अहिले के छ भने पत्रकारहरूको व्यावसायिकताका कुरा। हामी आफै कति व्यावसायिक बन्न सकिरहेका छौँ कि छैन? अहिले जनताले के भनिरहेका छन् भने मिसइन्फर्मेसन, डिसइन्फर्मेसन र चाहिँ तपाईँको फेक न्युजको शिकार धेरैले भइरहेको अवस्था छ। यसलाई कसरी निरुत्साहित गर्ने? कसरी पत्रकारितामा व्यावसायिकता ल्याउने? अहिले अब हेर्नुहोस्, चुनाव आउँदैछ। चुनाव आइरहेको सन्दर्भमा सबैभन्दा बढी सञ्चार माध्यम सजग हुनुपर्नेछ। तपाईँले मिसइन्फर्मेसन, डिसइन्फर्मेसन र फेक न्युज दिनुभयो भनेदेखि त्यसले गर्दाखेरि समग्र चुनावलाई नै प्रभाव पार्न सक्छ। म पछिल्लो यहाँहरूलाई भनौँ मेरै कुरा, म चुनावमा उठ्ने रे भन्ने पनि कुराहरू आयो। फलानु पार्टीबाट उठ्ने कि यो पार्टीबाट उठ्ने भन्ने पनि आयो। यो क्षेत्रबाट उठ्ने रे, ऊ क्षेत्रबाट उठ्ने रे भनेर पनि आयो। सञ्चार माध्यममै आयो। म यहाँहरूलाई आज स्पष्ट पार्न चाहन्छु, मैले अहिलेसम्म चुनावमा उठ्ने या नउठ्ने भन्ने केही पनि निर्णय गरेको छैन। पहिलो कुरा। दोस्रो कुरा यहाँहरूलाई म स्पष्ट पार्न चाहन्छु, म आजको दिनसम्म अहिले म कुनै पनि पार्टीमा प्रवेश गरेको छैन, पार्टीमा गएको छैन, वार्ता गरेको छैन, छलफल गरेको छैन, आउँछु भनेको छैन, जान्छु भनेको छैन। मैले केही पनि भनेको छैन। मेरो अहिले सम्पूर्ण ध्यान यो अन्तरिम सरकारको, सम्माननीय प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको ध्यान चुनाव गराउन रहेको छ। र आजको दिनसम्म, यो मितिसम्म चाहिँ म कुनै पनि पार्टीमा गएको पनि छैन, चुनाव उठ्छु अथवा उठ्दिन केही पनि भनेको छैन। तर समाचार अलिकति फरक ढङ्गले आइरहेको छ। त्यसप्रति मेरो आपत्ति केही पनि छैन। तर सही समाचार चाहिँ म तपाईँहरू मार्फत आज भन्छु, यही दोहोऱ्याएर भन्दैछु कि मैले चुनावमा उठ्ने अथवा नउठ्ने निर्णय गरेको छैन। तर मिडिया आउटलेटहरू जसरी देखिराखिएको छ,
यसलाई कसरी भन्नुहुन्छ तपाईँले, कसरी लिनुहुन्छ? त्यसैले हामीले के गरौँ भनेदेखि जुन पत्रकारितामा एक्युरेसी, ब्यालेन्स र क्रेडिबिलिटी हामी भन्छौँ नि, त्यो पत्रकारितामा कायम रह्यो भने मात्रै त्यसले विश्वासको वातावरण तयार गर्छ। सञ्चार माध्यम भनेको त चाहिँ नि समाजको ऐना हो, त्यही रूपमा हामी प्रस्तुत हुनुपर्छ। र म सबैलाई आग्रह गर्न चाहन्छु, चुनाव आउँदैछ, चुनाव आउने सन्दर्भमा मतदाता शिक्षालाई अझै बढी प्रभावकारी पार्ने कुरा, चुनावलाई निष्पक्ष, स्वतन्त्र र धाँधली रहित बनाउने सन्दर्भमा, सही उम्मेदवारलाई जिताउने सन्दर्भमा, सही ठाउँमा सही तरिकाले भोट रद्द नभइकन मत हाल्ने कुराहरूमा, जनतालाई जागरुक बनाउने कुराहरूमा र राम्रो नेतृत्व चयन गर्ने कुराहरूमा कसैको भूमिका सबैभन्दा प्रभावकारी र महत्त्वपूर्ण हुन्छ भने त्यो सञ्चार माध्यमकै हो। आम नेपाली जनताले सञ्चार माध्यम मार्फत कुन पार्टी ठिक, कुन नेता ठिक, कुन चुनाव चिन्ह ठिक, कसरी मत हाल्ने, कसरी मत हाल्दा बदर हुँदैन, कसरी सही तरिकाले मत हाल्ने, मतदान केन्द्रहरूमा सेवा सुविधाहरू कस्ता छन्, कसरी मतदान केन्द्रसम्म जाने, त्यहाँको अवस्था कस्तो छ, यी सबै कुरा थाहा पाउने भनेको सञ्चार माध्यमबाट हो। त्यसैले म सम्पूर्ण सञ्चार माध्यमका साथीहरूलाई भन्न चाहन्छु, फागुन 21मा निर्वाचन हुँदैछ। फागुन 21मा हुने निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधली रहित ढङ्गबाट त्यो निर्वाचन सम्पन्न हुनेछ र त्यो निर्वाचनमा सही सूचना, तथ्यपरक सूचना, सन्तुलित सूचना र समाचार अनि क्रेडिबल, विश्वसनीय सूचना र समाचार यहाँहरूले सम्प्रेषण गरिदिनु पर्यो। सरकारको प्रवक्ताबाट म यहाँहरूलाई आग्रह गर्न चाहन्छु, तपाईहरूले यसरी सही सूचना र समाचार दिनुभयो भने जनता लाभान्वित हुन्छन् र चुनाव राम्रोसँग सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ। विगतदेखि नेपालको सञ्चार माध्यमहरूले सुशासनको सन्दर्भमा, भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा, विधिको शासनको सन्दर्भमा, मानवाधिकारको कार्यान्वयनको सन्दर्भमा, संविधान कार्यान्वयनको सन्दर्भमा, मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउने सन्दर्भमा यहाँहरूले जे भूमिका निर्वाह गर्नुभएको छ त्यो भूमिकाको म उच्च प्रशंसा गर्न चाहन्छु। व्यवस्था परिवर्तन होस् या अवस्था परिवर्तन होस्, नेपालको सञ्चार माध्यमले खबरदारी पूर्ण ढङ्गले काम गरिरहेको छ देश र जनताको हितमा। यसप्रति म तपाईहरूलाई नमन गर्न चाहन्छु। अहिले पनि समय आएको छ, यो देश किन बन्न सकेन, के कारण बन्न सकेन, कसको कारणले बन्न सकेन? हामीले कतिवटा व्यवस्था परिवर्तन गर्यौँ, पञ्चायत आयो, प्रजातन्त्र आयो, लोकतन्त्र आयो, गणतन्त्र आयो, सबै व्यवस्था परिवर्तन भए, कयौं व्यक्तिहरू शासन प्रणालीमा आए, सरकार चलाए, प्रधानमन्त्री बने, मन्त्री बने, तर देश किन बनेन त? जनताको अवस्था किन सुध्रिएन त? किन फेरि जेनजी जनआन्दोलन हुनु पर्यो र आज दर्जनौंले बलिदानी दिनु पर्यो? हामीले एउटा कुरा के स्पष्ट बुझौँ भने अति धेरै भयो अब। त्यसैले मुलुकले परिवर्तन खोजेको छ। मुलुकले यस्तो परिवर्तन खोजेको छ कि अब रगत बग्नु हुँदैन। अब हाम्रा जेन्जी दाजुभाइहरू, दिदीबहिनीहरू मर्ने दिन फेरि आउनु हुँदैन। जसरी उनीहरूको बलिदानी भयो, अब त्यो अवस्था नआउनको लागि हाम्रो अगाडि एउटा अवसर छ। त्यो चुनावमा अघि नै मैले तपाईहरुलाई भने राम्रो व्यक्ति, राम्रो नेता, राम्रो पार्टी अब नेतृत्वमा आउनुपर्छ र हामी आशा गरौँ देशले परिवर्तन खोजेको छ, त्यो परिवर्तनको बाटोमा अब मुलुकलाई अगाडि बढाउनुपर्छ र सरकार त्यो खालको वातावरण बनाएर चुनाव गर्ने वातावरण तयार गर्न प्रतिबद्ध छ। म यो यहाँहरूलाई जानकारी गराउन चाहन्छु र फेरि पनि एकचोटि म नेपाल पत्रकार महासंघ भक्तपुर शाखालाई मलाई आमन्त्रण गर्नुभएकोमा धेरै धेरै धन्यवाद र आभार व्यक्त गर्दै तपाईहरुको काम अझै पनि जनताको हितमा, यो क्षेत्रको हितमा अगाडि बढोस्। सरकार तपाईहरुसँग सहकार्य र सहयात्रा गर्न